नमस्ते साथीहरू, सन्चै आरामै हुनुहुन्छ होला नि। मेरो सानो मिनी ब्लगमा हजुरहरूलाई स्वागत गर्दछु है साथीहरू। मेरो चाहिँ सरसफाइ गर्ने पालो थियो। शुक्रबार र सोमबार चाहिँ मेरो सरसफाइ गर्ने पालो हुन्छ कि भित्र मपसप लाउने, किचनहरू सफा गर्ने, भ्याकुम स्याकुम लगाउने। हप्तामा 2 चोटि हुन्छ पालो चाहिँ। अनि मैले बाहिर चाहिँ झाडुहरू बढालेर फुलमा पानी हालेर अनि भित्र आएँ, किचनहरू सफा गर्न थालेँ। भित्र के त्यो कत्रो ठुलो माउसोली हुन्छ क्या, यहाँ त कत्रो ठुलो हुन्छ, लास्टै फोहोर गर्छ भनेको। अनि सफा त गर्नु पर्यो, चिटी चटक्क बनाएर राख्नु पर्यो हेर्ने साथीहरू। सफा मजाले गरेँ। अनि आज चाहिँ मेरो सादा खाना थियो कि बनाउनु बुढाबुढीलाई मात्रै अब के गर्नु, अर्काको ठाउँमा यो गर्दिनँ त्यो गर्दिनँ भनेर त पाउँदैन साथीहरू। मप लगाएन भने खाली खुट्टै हिँड्छन् के सबैजना। अनि कस्तो बाहिरको त्यो रातो माटोहरू सबै भित्र आउँछ क्या, मप लगाएन भने कस्तो फोहोर न फोहोर हुन्छ भनेको। हतार हतारले सरसफाइ गर्दै थिएँ खाना पकाउनु छ भनेर। अनि हेर्नु न, माछा भिजाएर राखेको थिएँ आज माछा बनाउने भनेर। अनि फोन आयो आज खाना बनाउनु पर्दैन है, बाहिर जाने भनेर कि कम्ता रिस उठाएन त्यो फ्रिजबाट कम्ता साह्रो माछा हुँदैन भनेको। अनि बल्ल बल्ल झिकेर पानीमा डुबाएर राखेको थिएँ, खाना बनाउनु पर्दैन भनेर चाहिँ झन् रिस उठेर आयो। अनि त्यो माछाहरू चाहिँ मैले फ्रिजमा हालेँ। अनि भाँडाकुँडा माझ्न थालेँ। भाँडाहरू थुप्रै हुन्छ कि बेलुका माझेर सुतेँ नि, बिहान त कहाँबाट निकालेर राख्छन् भने सरसफाइ गरी साथीहरू। अनि त्यसपछि सबै काम भ्याइसकेपछि खाना त खानु पर्यो। अनि आज चाहिँ मेरो खाना सादा छ, अन्डा अनि त्यो भन्न नि आउँदैन। अनि लट्टेको साग र आलु पकाएको थिएँ, मिठो भएको थियो साथीहरू। मेरो सानो मिनी ब्लगमा हजुरले लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच मेरा प्यारा प्यारा साथीहरू।